फुल हाउसको दाबी गर्ने पदम बहादुर ऐरीजी हुनुहुन्छ। उहाँलाई फुल हाउस परेको छ अहिलेसम्म हाम्रो पदम बहादुर ऐरीजी र उहाँलाई फर्स्ट प्राइज प्राप्त गर्नु भएको छ। उहाँलाई धन्यवाद त्यो वितरण गरिदिनु हुन म नेपाल सामान ध्वनि व्यवसायी संघका अध्यक्षज्यूलाई म अनुरोध गर्न चाहन्छु। कृपया। धन्यवाद संसदज्यू। आज रमाइलो कार्यक्रम हो। रमाइलोमा आज हामी वनभोजमा छौँ। वनभोजलाई नै वनभोज मान्छे आएका छौँ। यसमा पनि अब हाम्रो अहिले त मैले गैरी भन्ने कि ऐरी भन्ने थाहा छैन। तर आज कार्यक्रममा सहभागी जति पनि भइदिनु भएको थियो, जति पनि रहिदिनु भएको छ, बसिरहनु भएको छ, यहाँहरूको सम्मान, यहाँहरूको सद्भाव, यहाँहरूको सहयोग र सहकार्य है, यसमा हामी यति खुसी छौँ कि र त्यसमा पनि लक्की मान्छे सधैँ लक्की हुन्छ के, भाग्यले सधैँ भाग्यमै साथ दिन्छ, दिँदो रहेछ। अनि आज हाम्रो ऐरी सर घाइते बाघले आज बिङ्गो पनि जित्दै गर्दाखेरि उहाँलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दै हाम्रो आत्मीयता, हाम्रो समिति अनि हाम्रो सहभागिता सधैँ साथमा, सधैँ हातमा, सधैँ सहयोगमा होस् साथ यो प्राइज म हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। नमस्कार सर। कृपया सम्पूर्ण साथीहरूलाई तालीले स्वागत गरिदिनु होला। यो हामीसित आजको वनभोज कार्यक्रममा दुईटा हाम्रो रमाइलो गेमहरू सिद्धिसकेको छ। अब हामी रम्ने छौँ, डान्स गर्नेछौँ, एकदम रमाइलो गर्नेछौँ। हाम्रो पदम बहादुर ऐरीजीलाई आजको यो फुल हाउसको प्राइज प्राप्त गर्नुभएकोमा उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु।